मान्छेहरू भन्छन् यो तेरो यो मेरो भनेर कति ठाउँमा झगडा गरेर आउँछन् के, तर वास्तवमा भन्ने हो भने न तेरो केही छ न मेरो केही छ, केही पनि छैन। तपाईँको 10 तले बिल्डिङ नै किन नहोस्, तपाईँ बस्ने झुपडी नै किन नहोस्, तपाईँ बसुन्जेलसम्म मात्रै, तपाईँको सास रहन्जेलसम्म मात्रै त्यो घरभित्र तपाईँ सजिएर बस्न सक्नुहुन्छ। त्यो घरको ठुलोबडा मान्छे जतिखेर तपाईँको सास हुन्छ त्यतिखेरसम्म मात्रै हो है। सास प्राण जान लाग्दाखेरि पनि तपाईँको त्यो सास प्राण पनि त्यही घरभित्र जान दिन्न मान्छेले, किनभने तपाईँले बनाएको घर हो नि त त्यो। तपाईँले दुःख पिर अनेक भोगेर बनाएको घर, त्यही घरभित्र तपाईँको सास प्राण पनि जान दिन्न कि। सास प्राण जानै लाग्दा त्यही घरका मान्छेहरू भन्छन् कि घरभित्र सास प्राण जान मिल्दैन, बाहिर निकाल भनेर भन्छन् कि। एउटा मरेको मुर्दा लास जलाउन पनि मलामीले ल्याएको दाउराले खरानी भइन्छ भने के छ हामीसँग, के छ हामीसँग, केही पनि छैन। हामीसँग खरानी हुने, हामीलाई जलाउने दाउरा पनि अरूसँग मागेर शरीरलाई जलाउनु त्यस्तो हुन्छ। त्यही भएर न तेरो केही छ न मेरो केही छ, जिन्दगीमा घमण्ड केही पनि गर्ने होइन। त्यही